ल भित्र गइदिउँ होइन अब भित्र गेस्टहरूलाई अब Yo, what's up, man? कस्तो लागिरहेको छ आज तिमीलाई म बवाल एक्साइटेड हुने यार बवाल लङ टाइम होइन अन्तारीसँग नि भेटेको लङ टाइम हो है फर्स्ट इभेन्ट होला सायद तिम्रो र मेरो त्यत्रो ग्याप पछि लामो समयपछि अब फर्स्ट इभेन्ट यही त हुन्छ सँगै लामो समयपछि हामी जुन दिन कुरिरहेको थियौँ होइन त्यो भयो त्यो दिन पाइरहेको छ होइन अनि तिमीले र मैले त कति धेरै यात्राहरू सँगै हिँडेको छ है फुल एक्साइटेड यो चिजको लागि गरेछ हाउ वी डु इट होइन आजको दिनमा त्यो गरेर अनि यहाँसम्म पुग्दा चाहिँ तिमीलाई कस्तो मिलेको छ ड्याम आइ एम ह्याप्पी फर यु म्यान म चाहिँ एकदम बवाल स्टोरी भाउको लागि नै हो होइन जो सबजना आउनु ओ इट्स लाइट आएर म त हिरो देखेँ क्या सेतो देख्दो रहेछ ब्रो हो ठिक छ ल थ्याङ्क यू या ब्रो म यसमा सो गाइस यो चाहिँ मेरो डक्टर के भ्लग होइन ओके सो केही भन्न चाहन्छु यो प्यारलको इभेन्टको कस्तो भइरहेछ तिमीले कस्तो एक्सपिरियन्स गरिरहेछ यो चिज आइ एम भेरी एक्साइटेड आउँदैछ आउँदैछ जो सब ब्याटल भएपछि थाहा हुन्छ कति कुरा चाहिँ होइन अनि त्यही हो जोस टुडे इट इज AK माइकल फ्याराडे थिएन कस्तो लागिरहेछ तिमीलाई दामी भइरहेको केटाहरू दामी गर्छ तिमी कुन ब्याटलको लागि आएको म त सबै यही नेपाल भर्सेस इन्डिया त्यसकै लागि आएको हो भित्र गएर गरिस् सो केटाहरूलाई कस्तो लागिरहेछ अब अलि लेट भयो त्यसको लागि चाहिँ सरी भन्छु होइन किनभने यताउता सब म्यानेज गरिरहेको उनीहरू खाइरहेको त्यही भएर दिदीले खतरा हान्नु पऱ्यो सुजित स्ट्रिट माफिया सो केटाहरूलाई कस्तो लागिरहेछ सो अब एकछिन समयमा ब्याटल हुन्छ है सो सबजना पुगेरी है सो केही तलमाथि भयो चाहिँ भेरी सरी फर द्याट है यसो पछि ठिक छ हामीलाई सोध्यो अब जाने ठिक छ है के यसो कस्तो लागिरहेछ दाइ गर्मी भइरहेछ वेलकम ट्रिक्स दा के हो एकदम यो उसको के रे के हो यो के हो तिम्रो नाम मलाई पनि थाहा डक्टर के भ्लग उसको बेस अरे यो डक्टर के खलासी त्यही भएर जिस्किरा हो भने होइन जिस्के बे हो ल सुटिङ गर्छ कस्तो लागिरहेछ दाइ मजा आइरहेछ मजा आइरहेछ ए साउन्ड हो को चिज ए खै त्यो त म पुग्छु के थाहा मलाई म त हेरेर अब थाहा हुन्छ नि टक्क एक्सपेक्टेसन चाहिँ म खास नेस्टो भर्सेस कोड मात्रै कसको उसको पनि ब्याटल छ नेस्टो भर्सेस कोड किन ब्याटल खेलाएको केटाहरूले ए यस्तो मान्छेहरूलाई ब्याटल खेलाएर त यस्तो सज्जन मान्छे हुँदैन नि प्यारोडी हो नि उ त निस्केको अब बेस्ट अफ लक सबैजना रमाइलो गरेर यसो म त यसो एनर्जी लिन आएको क्या हुन्छ नि कति भयो नि त ब्याटलहरू नहेरे नसुने नगरे त्यही हो साउन्ड मजाले टिप्यो नि मेरो साउन्ड लकडा सबजनालाई बेस्ट अफ लक बेस्ट विसेस राम्रो गर्नु प्रगति गर्नु अगाडि बढ्नु त्यही त हो नि इजी टुवेल दाइले पास दाइ नबोल्नु त कस्तो लाग्यो रमाइलो कति रमाइलो रमाइलो तर यस्तो हुँदो रहेछ क्या ब्रो यो मैले जहिले पनि याद गरेर हुन्छु होइन यस्तो हाम्रो ब्याटल ऱ्याप इभेन्टहरूमा चाहिँ ब्रेक अलिकति लामो हुँदो रहेछ क्या वेदर इट बी लाइक त्यो फाइल ट्रान्सफर भइरहेको यताउता बिकज अब अरू पनि ब्याटल ऱ्याप इभेन्टहरूमा हामी वी बिन देयर देखाएको छ नि त हामीले यो चाहिँ एउटा इस्यु नै रहेछ क्या जहिले पनि लाइक के भइरहेछ किन यस्तो टाइम लागेको होइन फाइल ट्रान्सफर भइरहेछ खालको कुरा क्या बट आजको यो इभेन्ट चाहिँ होइन अन्तरे भाइ बिग प्रप्स टु यु होइन एकदम तिमीले मेरो टेक्स्ट पनि हुन्छ टाइममा होइन तिमीले मलाई भनेको छ एक दुईवटा कुराहरू होइन यो चाहिँ एउटा ब्रेक थ्रु इभेन्टै हो क्या लाइक नेपाल भर्सेस इन्डिया दिस इज द फर्स्ट टाइम ह्यापनिङ ब्रो हुन्छ नि अनि यो गरिसकेपछि चाहिँ अब अपर्च्युनिटिजहरू अझै बढ्छ क्या ब्रो हुन्छ नि लाइक नेक्स्टले अलरेडी अपर्च्युनिटी लाइक कुरा भइरहेछ उसको अब इन्डियामा पनि इज गोना गो टु इन्डिया एन्ड ब्याटल अगेन हुन्छ नि अनि त्यो चाहिँ अब ब्याटल ऱ्यापर्सहरूको लागि ब्याटल सिनको लागि एकदम खतरा हो क्या अब अनि यो भइसकेपछि ब्रो अब ब्रो नेभर नो ब्रो प्रोफेसर ट्रिक्स पनि के थाहा ब्रो मलाई इन्डियामा को छ ल इन्डियामा को छ प्रोफेसर ट्रिक्ससँग खेल्ने ल आइज नि त होइन त्यस्तो हुन्छ त कुरा कोई है क्या भाई कोई है क्या प्रोफेसर के साथ कोई है क्या सब स्टुडेन्ट है भाई एजेन्ट जस्तो लाग्यो होइन एजेन्ट होइन ब्रो उसले चाहिँ हिज अ प्रमोटर क्या उसले प्रमोट गरेर हो क्या ब्रो ऊ पनि ब्याटल ऱ्यापरै हो नि त होइन हि स्टार्टेड अफ एज अ ब्याटल ऱ्यापर अल्सो तर उसले नाम छ नि हाम्रो एनपी स्ट्रिट हिपहप स्ट्रिटबाटै सुरु गरे हो नि त थाहा छ नि हामीलाई मलाई मोबाइलबाट खिचेर राखेको हो नि त होइन थाहा छ नि मलाई ब्रो मैले हेरेर हुन्छु होइन तिमीले जे गरिरहेको छ यो कुरुक्षेत्र आज अमेजिङ इभेन्ट होइन
इन्डिया भर्सेस नेपाल बवाल होइन हामी वी हियर टु लिसन टु सम बार्स ब्रो हाम्रो त बार्स चाहिरहेको छ ब्रो हुन्छ नि ब्याटल बार्स अब नेस्टो इज गोन ब्रिङ बार्स नेस्टोको ओपोनेन्ट कोड इज गोन ब्रिङ बार्स ब्रो हुन्छ नि अब के अरे इएमआर EMF छ CG छ होइन ब्रो क्रेजी हुन्छ ब्रो इट्स गोना बी अमेजिङ अनि होइन ब्रो चौधरी ग्रुप इज इन्भल्भ ब्रो एक राउन्डको 30,000 दिने भए उरोमा पनि ब्याटल खेल्छु तर एक राउन्डको 30,000 है ब्रो आइसी मैले फर्स्टमा हराएको थिएँ होइन बिफ सुरु भयो ल सुरु भयो ल माइक साउन्ड ल हो भन न खेल्ने हो भन न खेल्ने हो को नाच्नु खेल्ने हो IMF what's up brother हेलो फर्स्ट ब्याटर विथ लाउरे what's up code yes bro प्रोफेसर दा हाम्रो I'm good ल ओके दा थ्यांक यू करेंगे of course man of course welcome to Nepal guys all the best with the battles man we here to listen to some bars man लेट्स गो Are you going to have EMF versus code? कस्तो हुँदैछ रमाइलो भइरहेछ नि यार सो वी आर जस्ट होपिङ फर दिस गाइज यिनीहरूले हेर्न मन लागिरहेछ क्या बवाल हुनुको लागि क्या दाइ यार मलाई त अझ पहिला भन्दा नि होइन जुन त्यो हिजो भएको थियो नि त्यो हिजो उसले आफ्नो त्यो इन्ट्रो भिडियो सुट गरेको थियो नि त्यति बेलामा यस्तो बोलेको त्यो हुन्छ नि पोइन्टहरू ड्याम यो मान्छे चाहिँ एउटा प्रोफेसनल ब्याटल आर्टिस्ट हो टाइपको छ क्या कोर्टमा त्यही भएर आज हेरौँ न त्यही आई थिङ्क एभ्रिबडी इज वेटिङ फर द्याट भन्थ्यो हो कि भन न होइन आज त बब्बाल हो कि सो माफिया त्यहाँ माइकै जाँदैन हेलो गाइज सो स्ट्रिट भएकोले के भन्न चाहन्छ चाहिँ we have to keep on doing this stuff until not only in काठमाडौँ आई थिङ्क हामीले चाहिँ यो नेपालभरिको अञ्चलमै अलिकति गर्नुपर्छ है यो किनभने काठमाडौँमा त लाइक हाइप त छ होइन तर मेरो पर्सनल ओपिनियन मेबी अब जमाइदारलाई मन पर्दैन होला तर हामीले चाहिँ जबै अञ्चलमा गऱ्यो भने चाहिँ नि लाइक हाम्रो जुन हिपहपको यो कोर सिन छ नि यो मान्छेहरूले अलिक बुझ्दै जान्छ क्या स्ट्रिटबाट आएको कुरा हो हामीले त्यो नि गर्न सकिन्छ नि त खास त मेन त त्यही हो क्या खास त अनि थ्याङ्क यू सो मच गाइज फर ह्याभिङ नि है अनि हाम्रो भाइहरूले जहिले पनि गरेको एकदम खतरा लाग्छ मलाई होइन मलाई त एकदम मनपर्छ उनीहरूले गरेको अनि म त झन् हिपहप भनेपछि त आम रियली मुटुदेखिकै ऊ लाग्छ मलाई त एकदम मनपर्छ तर यस्तो कुरा चाहिँ गरिरहनुपर्छ जहिले पनि हामी सो यस्तो हो नि त अब हामीले अब नगरे कसले गर्ने त हो नि त हो त्यसो हामीले त गर्नै पर्छ है यो त सो सबैले माया देखाउँ हामी पुरै नेपालमा जान्छौँ एक्ज्याक्टली त्यही भन्नु माया मात्र गर्नु होइन दाइ अब साउथ एसियालाई नेपालमा ल्याउने हो ब्याटल गर्नु यहाँ आइज त्यही गर्नुपर्छ हामी रेडी छौँ अहिले हामीले अहिले इन्डिया मात्र गरौँ मेबी हुनुहोस् इन द फ्युचर अरूहरू देशको मान्छेहरू नि आउला एक्ज्याक्टली त्यो त हामीले एम एउटा हामी रेडी छौँ सो तपाईँहरूले माया चाहिँ देखाइराख्नु पऱ्यो है यस गाइज अनि आजको ब्याटल चाहिँ नि खत्रै हुन्छ होला जस्तो लागिरहेको छ मलाई एभ्रिबडी इज वेटिङ फर द्याट बवाल हुन्छ आजको त स्योर भयो अनि वान्स अगेन थ्याङ्क यू सो मच है गाइज अनि त्यही हो ह्याप्पी अपकमिङ तिहार बाई द वे त्यही त हो नि अनि ह्याभ फन एन्ड इन्जोय गाइज खतरा हुन्छ यार मलाई त थ्याङ्क यू सो मच ए माई प्लेजर यार हो क्रेजी दाइ लेट्स से समथिङ दाइ आवर पार्टनर ओटिडब्ल्यूको सिओ मिस्टर क्रेजी दाइ के भन्नु हजुर बवाल भइरहेछ यार अब चाहिँ मेन इभेन्टहरू सुरु हुन लागिरहेछ है त्यसको लागि लास्ट एक्साइटेड छु होइन अब 3टा ब्याटल अनि अब त्यो हेर्नु होला है यो बवालै हुनेवाला छ त्यो मिस आउट चाहिँ गर्दैन अब यता आएर मिस गर्नुभयो होला त्यो आफ्नो ठाउँमा छ तर ब्याटल चाहिँ भिडियो हेर्न चाहिँ मिस नगर्नु होला सो त्यही सो ओरिङ दाइ आवर नेक्स्ट पार्टनर जेनेरेसन रिभ्यू धन्यवाद सो यस अब आज अलिअलि होइन खुड्किलाहरू पार गर्दै गर्दै हामीले जस मेन इभेन्टसम्म पुग्यौँ अनि अब दामी भइरहेछ अझै दामी हुन लाग्छ अनि आइएम रियली एक्साइटेड है अब आइएम रियली एक्साइटेड टु सी नेपाल भर्सेस इन्डिया कस्तो हुन्छ अब साउट आउट टु अन्तरे साउट आउट टु एभ्री वान स्ट्रिट हिपहपमा जसले यो पोसिबल बनायो साउट आउट टु एभ्री वान ओटिडब्ल्यूमा होइन साउट आउट टु एभ्री वान जेनेरेसनमा जो आज आएर सब काम अब होइन गरिरहेछौँ मिलेर सो त्यही हो अब खुड्किला बिच
भइरहेछ तपाईँहरू युट्युबमा गएर हेर्नुहोस् हामीलाई अब यहाँ आउनु भएकोलाई पनि सबजनालाई थ्याङ्क यू है थ्याङ्क यू टु एभ्री वान हु सोड अप नआउनु भएकोहरूले चाहिँ गएर हेरिदिनु पऱ्यो है युट्युबमा ओके लेट्स गो छोड्दैन रमाइलो आउनु पर्यो होइन तर जे भने भाइसँग अलिकति उ थिएन होला है मैले त यतिकै भने भाइसँग अलिकति मिलेको थिएन यहाँ टाउकोमै छ अहिले दिन्छु भन्न एकछिन भइरहेछ भाइ फक यन्त्र आउनु पर्यो ब्याटलमा होइन टाइम र इफोर्टलाई यस्तो व्यवस्था गर्यो भने हुँदैन क्या साँच्ची मेबी स्केयर अल्सो के लाग्छ हुनसक्छ तर मेरो भाइको छ म हुनसक्छ यार म भए पनि आउँदैन पर्यो क्या ब्याटल फिक्स भएपछि होइन दाइ कसरी ब्याटल होला दाइ के भने यो के भने भाइ यो होइन आउनु पर्यो होइन यन्त्र भन्ने ब्याटल ल्यापर होइन यस्तो नआएर हुँदैन होइन होइन दाइ अब यति 2 महिना अगाडि होइन 3 महिना भयो होला होइन दाइ 3 महिना अगाडि फिक्स भएको ब्याटल त अनि अहिले आएर क्यान्सल गरेर हुन्छ त अब मेरो टाइम इफोर्ट वेस्ट भएन भने त्यही भएर अब यस्तो अरूसँग हुन सक्यो भने अगाडि भन्नु पऱ्यो होइन कहाँ डिसरेस्पेक्ट जस्तो भयो नि यो त इभेन्टलाई भने मलाई डिसरेस्पेक्ट भएको फिल डिसरेस्पेक्ट क्या डिसरेस्पेक्ट मलाई त अब घर जानै मन लागिसक्यो क्या दाइ घर जानु मन लागिसक्यो क्या अनि यस्तो होइन जे भयो नि होइन टी सर्ट चाहिँ दिनु पऱ्यो दाइ मेरो भ्लगमा केही भन्दैन ल कस्तो लागिरहेको छ तिमीलाई मलाई एकदम रमाइलो लागिरहेछ तर अघि नेपाली जुन हाम्रो ऱ्यापर्सहरूको भएको थियो नि त्यो बेला चाहिँ हेर्न पाएन नि त राम्रो सुन्न पाएन नि त अगाडि बसेर अब इन्टरनेसनल ब्याटल हेर्नलाई चाहिँ एक्साइटेड छौँ हामी अगाडि बसेर हेर्नेछौँ खै सिट पनि मिलाइदिनु भएन त ग्याङ बोकेर आएको छ ग्याङ बोकेर आएको सिट चाहिँ होइन उसले त लाजै मर्दो गरे लाजै लाग्यो यार भरे फेरि हाम्रो रिएक्सन अर्को कुरा त इन्भिटेसन पनि थिएन है कोइन्सिडेन्ट पठाएको भएर मात्रै पाएको होइन उसले नि आफ्नो साथीले पनि पठाएर करणले पनि पठाएन नेसनलले पनि पठाएन आफ्नोले पठाउने भने आफ्नो हो भने आफै बुझेर आउँछ अनि किन केटा किन रोक्या त त्यसो भए गेटमा त मलाई नि रोक्यो तिमी नहाँसेर नि तिमी हाँस्ने बित्तिकै चिन्यो फेरि जितिस भनेर त्यही हो स्पेनिङ भब्ला साउन्डहरू एकदम राम्रो बनाउनु यो त युज हो इन्टरनेसनल हुन्छ नि खास गरी यो हाम्रो अग्रज मान्छेहरूले गर्नुपर्ने चिज हो होइन नेपाल भर्सेस इन्डिया तर अहिले आएर भइरहेछ नि त ढिला भयो तर ढिला हुन्छ कडा आयो नि त होइन गर्नलाई त गर्न चाहनु पर्यो नि त हो सपोर्ट गरिदिनु पर्यो सबैले होइन त्यही नै हो बहिनी के भन्नु छ कस्तो लागिरहेछ तिमीलाई मजा आइरहेछ मजा आइरहेछ अब इन्टरनेसनल मेन धेरै खुसी लाग्यो हरियाली आयो हरियाली किनभने ऊ बिचरा लेडीको नि ब्याटल छ नि त अनि त्यही भएर पनि लेडी या यु सर आउट टु सी दे या लेट्स गेट इट थ्यांक यू बहिनी